सात गर्नु पुगिन्छ त्यो छोरी
माछा देवहरू कति मिठो छ है खाना कस्तो मिठो आहा कस्तो रमाइलो पर्छ धन्यवाद रमाइलो है धन्यवाद धन्यवाद आजको लन्च चाहिँ नि पिकनिक स्पटमा हुने भयो ल सबै भक्तजनहरू यहाँ भेला हुँदै हुनुहुन्छ ओपन रेस्टरुम गएर आउनु भयो है सबैजना ओपन रेस्टरुम महादेवले राजहंसको रूपमा जलक्रिया गरेको ठाउँ मानसरोवर यहाँ 33 कोटी देवदेवताहरू पनि स्नान गर्न आउनेछन् महादेव पार्वती स्नान गर्ने ठाउँ कैलाश मानसरोवर परिक्रमा हुँदैछ सबैले दर्शन गर्नुहोला यो दर्शन मात्र गऱ्यो भने पुण्य पाइन्छ
और यहाँ अरू के किन्यो त लगाउनु बालासाला चढाएर अर्को धुप त लगेजमा पऱ्यो होला नि लगेजमा छ होला काट्नु नै छ त्यो लगेजमा होइन अर्को धुटोमा झुट्याएर राखेको छु यहाँ बेलुका त त्यहाँ किनारमा राख्ने रहेछ मानु सरबर किनार हो मानस सरोवरमा असिना पानी बसिरहेछ यसपालि पानी पऱ्यो भने भोलि कैलाश क्लियरै देख्न पाइनेछ हाम्रो भाग्य आज भगवान् यसो भयो भोलि हाँसेर देखाइदिनुहुन्छ ल सबैले हात आफुल्नु आसन सरकारी नमस्कारले जयगति बनाउने गर्नु नाग्लो चलाइछ पहिला नाग्लो अन्टी चलाइछ बोलो कैलाशपति भोले बाबाको माताको माताको नमस्ते होलिडेको भक्तजनको लक्ष्य भक्तिको कहिले नभुला हातमा कामा मुखमा रामा कहिले नभुला पति भोले बाबाको माताको
दक्षिणातिर टिका लगाइदिन पिर नगरी म कोठामा आउन कागबत्ती बालेर उता मानु सरोवरतिर अनि कैलाश पर्वततिर सबैतिर देखाउनु पनि बत्ती बाल्यो नि यो तीनटा बिसाइदिसक्यो नभए पानी पर्यो भने बिसप हुन्छ हामी पहिलो चरणमा तर्पण श्राद्ध लगायतका कार्यक्रम गर्नेछौँ। त्यसपछि हाम्रो लाखपति हवनको गएर हुनेछ। पहिलो चरणमा श्राद्धको लागि गुरु खुसी भइसक्नु भएको छ। सम्पूर्ण काउडी आयो के खाऊ भन्छ भौताहरू अनि हजुरहरूको केही गुनासो छ कि